आदरणीय दर्शक महानुभावहरू नमस्कार। म सेन्चुरी अनलाइन टिभीबाट। आज माइती घरमा जे देखियो त्यो अत्यन्तै दर्दनाक र हृदय विदारक दृश्यहरू हामी देख्न सकेका छौँ। पृष्ठभूमिमा देखेका छौँ जहाँसम्म अत्यन्तै दुखी पीडित र अति विपन्न वर्गका लघुवित्त पीडित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू जहाँसम्म उहाँहरू कुनै तराई क्षेत्रबाट आउनुभएको जस्तो देखिन्छ। उहाँहरू लघुवित्तबाट आफूहरू पीडित भएको हिसाबले लघुवित्तबाट चाहिँ न्यायको लागि उहाँहरू आज माइतीघर मण्डलामा सामूहिक रूपमा आमरण अनसन बस्नुभएको छ। हेरौँ यो सरकारले उहाँहरूको आवाज सुनिदिन्छ या सुनिदिन, यो चाहिँ हेर्न बाँकी नै छ। अहिले माइतीघर मण्डलामा यो झरी, यो बादल, यो घाम, यो पानी केही पनि नभनी कुनै पनि चिजको पर्वाह नगरी उहाँहरूलाई आफ्नो एउटा के चिन्ता छ भने लघुवित्त पीडित उहाँहरू आफ्नो लघुवित्तबाट अत्यन्तै पीडित भएको कारणले गर्दा सरकारको ढोका ढगाउनको निम्ति, सरकारको निम्ति यो आवाज पुगोस्, हाम्रो यो दृश्यहरू पुगोस् भनेर उहाँहरू सामूहिक रूपमा आमरण अनसन बस्नुभएको छ भने अत्यन्तै उच्च सतर्कता र उच्च सुरक्षाका साथ उहाँहरूलाई नेपाल पुलिसहरूले पनि, नेपाल प्रहरीले पनि सुरक्षा दिइराख्नु भएको छ।